सिम्टमहरू खासै नदेख्ने, जसले पनि हुन सक्ने, ज्यानै जान सक्ने यो फ्याटी लिभर रोग कसरी पत्ता लगाउने? नमस्कार, म गोपाल मौर्य, पेसाले एउटा स्वास्थ्यकर्मी। डायग्नोसिसमा ब्लड टेस्ट, इमेजिङ टेस्टमा अल्ट्रासाउन्ड, इलेस्टोग्राम र लिभर बायोप्सी गरेर रोग कुन स्टेजमा छ पत्ता लगाउन सकिन्छ। तर चिन्ता नलिनुहोस्, लिभरले आफूलाई धेरै नै छिटो रिकभर गर्न सक्छ। मेरो धेरै बिरामीहरूले ब्लड टेस्टबाट सुरु गरेर लाइफस्टाइल मोडिफिकेसन गरेर मोडरेट फ्याटी लिभरबाट रिकभर हुनुभएको छ। लाइफस्टाइल चेन्जेसको बारेमा कुरा गर्नुपर्दा वेट मेन्टेन गर्नको लागि रेगुलर एक्सर्साइज गर्ने, नुन चिनी चिल्लोको उपयोग कम गरेर फलफुल सागसब्जी सबैभन्दा बढी प्रयोग गर्ने, आफ्नो कोलेस्ट्रोल बिपी थाइराइडको मेडिकेसनहरू नियमित रूपमा डाक्टरको चेकअपमा गएर औषधि नियमित रूपमा सेवन गर्ने र अल्कोहलको प्रयोग न्यून मात्रामा गर्ने। फ्याटी लिभर देख्दैमा ज्यान नै गइहाल्छ भन्ने छैन। लामो समय र विभिन्न बाहिरी फ्याक्टरहरू मिलेर यसलाई लिभर सिरोसिस अथवा क्यान्सरको स्टेजसम्म पुर्याउन सक्छ। त्यसले फ्याटी लिभर देख्नु र घातक हुनुको बीच सुधार गर्न मिल्ने धेरै ठाउँहरू छ। यो रोगबाट बच्न नियमित रूपमा आफ्नो लिभरको जाँच र अल्ट्रासाउन्ड गराउन उपयुक्त देखिन्छ। तपाईले यो भिडियो कस्तो लाग्यो कृपया कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया दिनुहोला। मन परे यो भिडियो शेयर गरिदिनु होला। धन्यवाद।